हेर्नुस् गाइजहरु आज हामी मैडम र म बसेको थियौं दोकान है। बिहानदेखि मैले पहिला त 750 को बेचे, फेरि 550 को 500 को बेचे, अनि अहिले मैले ठ्याक्क 1700 को व्यापार गर्न लागेको थिएँ। मलाई 700 रुपैयाँ अनलाइन चाहिएको थियो, 1000 रुपैयाँ क्यास चाहिएको थियो। मैले त मान्छेलाई के भने 700 रुपैयाँ अनलाइनमा हालिदेऊ, 1000 रुपैयाँ मलाई क्यास देऊ भनेको थिएँ। त्यो मान्छेले मलाई ठगेर गयो, पैसा त ब्याङ्कमै अड्क्यो। मम्मी बाबा यो हाँसे चाहिँ मलाई टेन्सन भएर गु निस्किन लागिसक्यो। एउटा कुरा के हो भन्दाखेरि मान्छेले जब हाल्छन् पैसा भनेपछि हेर्नु पर्छ क्या मोबाइलमा मैले त्यहाँ फोटो नि खिचेँ के, मलाई सुङ्खा लगाएर म्यासेज नआएर फोटो नि खिचेँ गाइज। फेरि कहाँबाट बुद्धि लाएर फोटो खिचिन्छ अहिले, फेरि न फोटो खिचेको भए यो रुँदै बस्थ्यो। अहिले फोटो नखिचेको भए त म झन् फुस्किन्थ्यो होला। अब त्यहाँदेखि 24 घन्टा पछि आउँछ भनेर आयो म्यासेज है गाइज। 24 घन्टा पछि आएन भने त मेरो मुटु त दुख 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 हुन्छ। 25-26 घन्टा अनि फेरि मैले भर्खरै 2टा टोपी बेचेँ 500 मा। त्यो मान्छेसँग मैले भने के यस्तो यस्तो भनेर, त्यो मान्छेले आउँछ बुनु आउँछ, टेन्सन नलिनु 24 घन्टाभित्रमा आउँछ भन्यो। त्यो मान्छे पनि व्यापारी रहेछ रे। यसको त झन् हिजो 500 रुपियाँ हालिदियो भनेको 500 को रिचार्ज हालिदियो रे। त्यो मान्छेले मलाई हँसुटाएर गए, यसले झन् हँसुटाइ। आज मेरो हाँस्ने दिन, हिजो नि हाँस्ने दिन, हाँस्दा हाँस्दा आफ्नो दिदीको पैसा डुबेको बेला मेरो भुन्टु मायालाई हाँस उठ्छ फेरि गाइस। किनकि मान्छेको बोली नै हँसुटाउने छ के। म बोल्दा ऊ हाँस उठ्ने, ऊ बोल्दा मलाई हाँस उठ्ने, त्यही त हो गाई। झन् हेर्नु 11 त्यही पनि अहिले हामीलाई 1000 रुपियाँ मात्र आयो भने हामीलाई त घाटा हुन्छ। 1700 मा बेचेको मैले झन् हैन ल 550 भयो नि नाभा आउँछ भनेर बेच्यो। लगाइ जब हैन अब अरू कस्टमरको अब वेटिङमा छौँ हामी अब चाहिँ। अरू कस्टमरको वेटिङमा छौँ। 2200 को सेटलाई 2800 भन्ने नि हो, त्यहीबाट नाफा खाने हो।